के तपाईले कहिल्यै सोच्नु भएको छ हामी कुनै पनि समाचार पत्याउन किन हतार गर्छौं? केही दिन यता एउटा भिडियो सामाजिक सञ्जालमा फैलिरहेको छ। दाबी गरिएको छ अमेरिकी वायुसेना नेपाल आयो। भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्य जाँच गरेका छौं। सबैभन्दा पहिले यसमा जोडिएको अडियो सुनौ। Priority taxi? Nice, I'm gonna try that one later. Wow, April Fool's Day. Haha, 726 Charlie, clear to land. Clear to land. हामीले किवर्ड सर्च गर्यौं र अडियो एनालाइसिस टुलहरूको प्रयोग गरेर हेर्दा यो आवाज एभिएसन एन्ड ट्राभल नामक युट्युब च्यानलको रिक्रिएटेड अडियो भएको पुष्टि भयो। यो वास्तविक एटीसी रेकर्डिङ नभएर केवल रमाइलोका लागि बनाइएको कन्टेन्ट थियो, अर्थात् भिडियोमा प्रयोग भएको अडियोको कन्टेक्स्ट नै गलत छ। अब कुरा गरौँ भिडियोको। के यो भिडियो साँच्चै अहिलेको हो त? यसका लागि हामीले रिभर्स इमेज सर्च गर्यौं। रिभर्स इमेज सर्च गरेर हेर्दा फ्लाइ नेपाल नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो। भिडियो 2 महिना अघि सन् 2025 नोभेम्बरको अमेरिकी एयरफोर्स C-17 ग्लोब मास्टर जहाज किर्गिस्तानबाट लजिस्टिक सपोर्टका लागि काठमाडौँ आएको थियो। हामीले C-17 ग्लोब मास्टर कस्तो खालको जहाज हो भनेर अध्ययन गर्दा एउटा कार्गो जहाज रहेको पत्ता लाग्यो। यसले बम वा बारुद होइन, दूतावासका सामान वा मानवीय सहायता बोक्छ। अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ, अल्गोरिदमको यो जमानामा कतै तपाईको डर अरू कसैको कमाई त बनिरहेको छैन? तपाईको एउटा शेयर र आत्तिएर लेखिने कमेन्टले उनीहरूलाई भ्युज दिन्छ र त्यसको बदलामा यसले समाजको शान्ति खोज्छ। 30 सेकेन्डको भिडियोले बनाएको फेक न्यारेटिभ भन्दा 3 मिनेट लगाएर खोजिएको सत्य धेरै बलियो हुन्छ। त्यसैले जहिले पनि यस्ता सामग्रीहरूको तथ्य जाँच गरौँ र भ्रममा नपरौँ।